लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ। यो कुरालाई कमजोरी नठानियोस्। तर लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले एकपटक फेरि आफ्नो शक्ति देखाउनेछ। यो चुनौती पनि म राख्न चाहन्छु। गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुङ्गामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौं। क्रान्तिको इतिहास पढ्नुस्, गणतन्त्रको जग कति फराकिलो छ। सीमित माओवादीले उठाएको बन्दुकको कारण होइन, गणतन्त्र यो देशका सबैभन्दा सीमान्त वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रूपमा आएको हो। यो हेक्का हामी सबैलाई रहोस्। सार्वभौम भइसकेको नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरू केही हुनै सक्दैन। हिजो गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो राजतन्त्र अन्तर्गत। अहिले राजावादी साथीहरू सम्मानित संसदमै हुनुहुन्छ। लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने कुराको यो भन्दा राम्रो उदाहरण अरू केही हुन सक्छ र? एउटा विचारका रूपमा राजतन्त्रसँग मेरा असहमति छन्, तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु। 106 वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन्। अझै फ्रान्समा अन्तिम राजतन्त्र सकिएको 175 वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरू अस्तित्वमा छन्। सर्बिया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरूको ससानो उपस्थिति अहिले पनि देखिएकै छ। राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्र भित्रै आफ्नो ठाउँ खोज्नुहोस्, हामीलाई आपत्ति छैन।